फेसबुकमा आफ्नो कन्टेन्ट लङ भिडियो जब पोस्ट गर्ने बेला तपाईँले थम्बनेल कसरी लगाउनुहुन्छ र थम्बनेल लगाउँदाखेरि यसको बेनिफिट के हुन्छ। थम्बनेल लगाउँदाखेरि हाम्रो कन्टेन्टमा फोकस आउँछ, भ्युअर्सको फोकस आउँछ। यो थम्बनेल कसरी लगाउनु पर्ने हुन्छ के तपाईँले जान्नुहुन्छ। जसले जान्नुहुन्छ उहाँले त जान्नुभएकै छ, जसले पनि नयाँ क्रिएटरले जान्नुभएको छैन भने यो भिडियो चाहिँ हजुरको लागि एकदम हेल्पफुल हुनेछ। र त्योभन्दा पहिला यो पेजलाई, यो एकाउन्टलाई एकबार फलो गरिदिनु होला र आउनुहोस् मेरो मोबाइलको स्क्रिनमा म तपाईँलाई सम्पूर्ण बताउने छु यस भिडियोमा। सर्वप्रथम तपाईँले आफ्नो फेसबुकलाई ओपन गर्नुपर्ने हुन्छ र यहाँ व्हाट्स अन योर माइन्ड यसमा क्लिक गरेर फोटो वा भिडियो के छ तपाईँको कन्टेन्ट भिडियो एउटा यहाँ क्लिक गरेर भिडियो अपलोड गर्न सक्नुहुन्छ यहाँबाट। र मैले चाहिँ यो गरेँ, यो लङ भिडियो हो र यहाँ मैले केही क्याप्सन वा टाइटल लेख्न चाहेँ र मैले छठ पूजाको विषयमा थियो एउटा भिडियो त क्लिक गरेँ। अब यहाँ नेक्स्ट गरेको बादमा हेर्न सक्नुहुन्छ यो कन्टेन्ट छ। यो कन्टेन्टमा तपाईँले यहाँ क्लिक गर्नुपर्ने हुन्छ। यो क्लिक गरेपछि यहाँ देख्न सक्नुहुन्छ र तपाईँले सेलेक्ट गरेको कन्टेन्ट भिडियो यहाँ आइपुगेको छ। यहाँ तल हेर्न सक्नुहुन्छ। यहाँ क्लिक गरेर तपाईँले कुन चाहिँ पोर्सन तपाईँलाई थम्बनेल लगाउन चाहनुहुन्छ त्यसमा क्लिक गरेर तपाईँले माथि सेभ छ, सेभमा क्लिक गर्नुहोस्। अन्यथा तपाईँले एड फ्रम ग्यालेरी यसमा चाहिँ क्लिक गरेर फेरि तपाईँले के गर्न सक्नुहुन्छ, अगाडिदेखि नै तपाईँले ग्यालेरीमा सेभ गरेर राख्नुपर्छ थम्बनेल। यहाँबाट गएर तपाईँले थम्बनेल सेलेक्ट गर्नुहोस् र मैले यो सेलेक्ट गरेँ र मैले यहाँ सेभ पनि गरेँ। सेभ गरेको बादमा तपाईँले यहाँ सेयर नाउमा क्लिक गर्नु भने चाहिँ तपाईँको थम्बनेल लगेर तपाईँको कन्टेन्ट पोस्ट हुन्छ। है भिडियो तपाईँलाई कस्तो लाग्यो, युजफुल लागेमा, हेल्पफुल लागेमा यो पेजलाई फलो पनि गरिदिनु होला र सबैको माझमा सेयर पनि गरिदिनु होला। गुड लक, हेभ ए नाइस डे।